खाना। यहाँ चाहिँ मेरो हुन्छ हस्बेन्ड, हाई गरिदिनुहोस्, स्टोर चलाउनुहुन्छ। आज चाहिँ हामी ड्रागन फ्रुट खान जान लागेको, गाडी पनि जान्छौँ, हेर्दै गर्नु होला है। म थोरै थोरै क्लिपहरू खिचेर राख्छु। बेलुका बिसनमा बाटो एकदम राम्रो छ अल्छी। दिदीहरू चाहिँ अलि अगाडि नै पुगिसक्यो। अनि अस्ति गएको हामी पिकनिक गएको ग्रुप पनि अगाडि गइसक्यो। यहाँको बाटो चाहिँ एकदम राम्रो छ कि आइपुग्यौँ हामी। खुदीको पुल यो चाहिँ खुदी बजार। फेरि यो सुरुभित्र छिर्ने फुलमा फ्रेम उसलाई चाहिँ खोकी लाग्यो। चाइनिज बनाएको अब हामी सुरुभित्र छिर्न लाग्यो। के भयो यहाँ त चिसो हुन्छ कि हामी अन्त अगाडि त्यहाँ भिडियो गर्दै हिँड्नु यहाँ चाहिँ यस्तो चिसो हुन्छ है। तपाईँहरू चाहिँ सुरुभित्र यसरी हिँड्नु भएन, हिँड्नु भएको छैन भने चाहिँ लमजुङ आउनु होला। पानी नै अलिअलि नसौदो रहेछ अलिअलि। सकिन लाग्यो। चाहिँ राम्रो लाग्यो। बजार आइपुग्यौँ। अलिक कच्ची बाटो छ यहाँ चाहिँ। यहाँ खोला आइपुग्यौँ झर्ना। त्यो अटोमा चाहिँ इभेन्टहरू छन् फेरि अगाडि पछाडि खरसाङली छ यहाँ नजिकै। साइड रोड यहाँ चाहिँ अलिक अफ रोड छ कि। अब हामी चाहिँ
ड्याम जान लाग्यो हो। गिटी बातहरू निकालेर नेपाली पाउडर उडिरहेको यसरी फ्रीको मेकअप गर्नै पर्दैन। अफ रोड नै रिजेक्ट गर्छ तर यतिको त राम्रै हो नि है। मेरो हस्बेन्ड चाहिँ बोल्नुहुन्न कि कति बोल्नुहुन्न। मसँग त बोल्नुहुन्छ यसरी बोल्नुहुन्न कि लाज मान्नुहुन्छ। बोल्नु न हाँसेर टिम्पल त ल्याइदिनु हेरेर ल हाँसेर टिम्पल ल्याइदिनु नाटक गर्नु तपाईँलाई मनपर्छ मेरो साथीहरूलाई हाँसेर टिम्पल ल्याइदिनु यति रिक्वेस्ट गर्दा पनि छैन लाज मान्ने लाज कति लाज लाग्यो। म भने यति धेरै बोलाइ गर्छु भने साइडै म बोलिदिन्छु। तरकारी टनेलमा कता हो आज कि माछा खानालाई कहाँ हो रे माछा पालेको त गाडीमा नि होइन कि यहाँ पनि छ र उता माथि त्यो घरतिर हो कता होइन यहाँ होइन अलि अगाडि नै होला। त्यो पछाडिपट्टि थियो कि 3टा उस गरेको पाली ठाउँमा कि 3टा अलि अगाडि चाहिँ कपाल छ त्यो रुममा चाहिँ हामी गोड्नु भएको त्यहाँ चाहिँ। यहाँ होइन अलि उतै हो त्यो मैले भनेको त उता पछाडि नै हो सेकेन्ड ठाउँको चाहिँ यहाँ त उतै मैले गएको त माथिपट्टि हो त्यो त माथिपट्टि हो कि अस्ति नै बिनाज र म आएको थियौँ कि यहाँ यति धेरै यहाँ त यस्तो छ कि यहाँ त मान्छे आउँछ है म चाहिँ नि यहाँ बाख्रा सक्दा छ यहाँ बाख्राहरू घाँस खाँदैछ चिलमा दामी छ कि दृष्टिहरू
हेरेर आउँछु जुन जति भिडियोमा राम्रो छ नि रमाइलो त्यति रियलमा छैन त्यति राम्रो देखाएन कि भिडियोमा चाहिँ मैले त्यस्तो भन्न खोजेँ होइन रियलमा चाहिँ राम्रो छ भिडियोमा चाहिँ खासै राम्रो छैन कति धेरै मान्छे छ नि यसमा दौडेर बसिरहनु भएको चाहिँ आउनुहुन्छ हजुर देखाइदिनु बोल्नु न केही बोल्नु न त्यति मात्रै केही भन्दिनँ भन्नु न केही दिदी दाइ पुगेकै होइन हामी आइपुग्यौँ बसिरहेछौँ शीतलमा तीहरूलाई कुर्दैछौँ यहाँ बसिरहौँ अब कति बेला आउँछ चक्कै दिनुभयो यस्तो सानोमा कति खान्थेन यस्तो चक्लेट दिदीहरू माथि गएछन् पहिला हामी पछि यहाँ पछि आउने भनेर चाहिँ हामी चाहिँ यहाँ आइपुग्यौँ उनीहरू उता गएर फोन गरेँ फेरि फर्किनु लाग्यो त्यहाँ हिँडेर शीतल हाल्यो चक्लेट खाएको मनाउने यतैबाट जाने हो है गाइड्स 100 लाउँछु उताबाट घुमीबाट यताबाट जाने म त एकचोटि पनि खाएन अक्टोबर झर्नासम्म मात्रै गएको छु अक्टोबर झर्नासम्म त यति राम्रो हो झन् उतातिर कस्तो होला हजुर खै कुन ऊ त्यो पुल मलाई चाहिँ भन्दैन भयो उता पुल देख्यो कि एउटा त्यहाँबाट यस्तो राम्रो देखिन्छ अरे कि भ्यू नेपालको बाटो के गर्नु रोड हो कि स्विमिङ पुल हो जता जता यस्तो पुल चाहिँ बाटोमा है आइपुगेँ साथीहरूसँग हाई भनिदेऊ हेमन्ती अर्को दिदी को हो दिदी त्यहाँ भिनाजु हुनुहुन्छ त्यहाँ दाई हुनुहुन्छ यहाँ मेरो हस्बेन्ड हुनुहुन्छ यहाँबाट यस्तो दाई पनि देखिन्छ त हौ यहाँ चाहिँ कस्तो राम्रो फुलहरू छ यहाँ त दामी देखिन्छ हामी त अब हिँड्दै त्यहाँ सागमा जाने सागमा हिँड्दै जाने हावाले फेरि कपाल हेमन्ती आऊ किन फेरि के हो मिना चाहिँ आयो भनिदिनु मेरो ह्यान्डसम भिनाजु हुनुहुन्छ एक बोतल होइन है होइन गाई यहाँ त्यो सागमा चाहिँ म गएन है मेरो फर्स्ट टाइम हो त्यो सागु चाहिँ तपाईँलाई हल्लाइदिनुहुन्छ मलाई डर लाग्दैन दाजुलाई पनि डर लाग्दैन है तपाईँ त स्कुटर त लान सक्नुहुन्न डरपोक हुनुहुन्छ के भन्ने अरू त त्यस्तै छ
घाम चाहिँ आज मस्त लाग्यो किनभने ढिला लास्ट ढिला हिँड्छ नि म छाता उड्दै खानु म मात्रै हो छाता नउडेको पनि छाता उड्छु छाता उडेरै हिँड्नु पऱ्यो काली हुन्छु हेमन्ती कस्तो लागिरहेको तिमीलाई आज हिँड्न पाउँदैछ कि आज चाहिँ रमाइलो लाग्छ हिजो चाहिँ लाग्दैन सकिएर है भन्नुहोस् कस्तो नबोल्नु होला है दिदी र मलाई ट्रेनिङ गरेर आइरह कोही इन्सिडेन्टली बिजेको प्लानिङ होइन हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ मेरो फर्स्ट टाइम हो अनि मलाई के थाहा सबैको फर्स्ट टाइम नै हो यहाँ चाहिँ यहाँ ट्विन रहेछ कि अघि भन्नु थियो नि हो यही वाला ट्विन हो कि सागु के हो ट्विन भनेको त उनीहरूको रहेछ कि गइसक्नु भयो अब हामी जाँदै ओ माई गड कति लामो रहेछ है दिदी यहाँको नि कति लामो रहेछ कि यो नि ओइ हल्लाउनु भिनाजु भिना चाहिँ डराउँछन् कि आउन छिटो हल्लाइदेऊ न प्लिज डराउनु हुन्छ होइन अघि डराउँछु भन्नु थियो हल्लाइदेऊ न हल्लाउनु न हल्लाएको त त्यो हाले त्यसरी हिँड्ने कि यसरी डराउनु हुन्छ भिनाजु डराउनु हुन्छ क्या हामी भिनाजु कति डरमा हुनुहुन्छ हामी भिनाजु भिनाजु डराउनुहुन्छ अबि खोइ यो चाहिँ यहाँ त गाह्रो छ हो लास्टै रहेछ त ड्याम यो त यहीँ माथिसम्म यही पानी यहाँ त के अरे एउटा के अरे म उता गएर बनाउँछु है भिडियो चाहिँ मलाई डर लाग्यो फोन निकाल्नलाई म ह्यान्डल गर्न सक्छु जस्तो लागेन मलाई यता आइसक्यौँ हामी चाहिँ पारिपट्टि सामान जङ्गलसँग लैजाएको एकछिन रेस्ट यहाँ हामी पानी खानलाई यहाँ माथि जङ्गलमा आउँदैछौँ के रहेछ के अरे अलैँची लु त बढी झार रे त्यो त अलैँची हो कि होइन भन्थ्यौ त हो नि स्यास हो यो कतानिर हो पानी खाने खै कता कुनामा टल्क्या हो म त हिँड्दिनँ बरु खान्न पानी यो बहिनी लिएर आइज नि अहिले त्यहाँ बिचरा बसिरहेको थिइन् मैले गरेर हिँड नानी हिँड ऊ फेरि गफडीले गफ हान्छ नि यहाँ रहेछ मूल अर्ग्यानिक खाऊ पानी खाऊ थको लाग्यो है यति हिँड्नै नसकिने आफ्नो जुगाड आफै गर्ने मेरो त गर्दैन मेरो डान्स पार्टनर प्लिज यो मान्छे जस्तो छुच्ची कोही छैन संसारमा ठुलो छ अझै के फोर्छ हुँदैन हामी हो कहाँ अर्ग्यानिक तरिकाले पानी खाँदैछिन् यहाँ हेर्न दिदीले कसो छोरी लिएर आयो कि बिचरा कहाँ लगिदिनु लागि घर लानलाई क्या दिदीले जाम अब यति माया साथीलाई हो
विदेश जान लागि अरे त्योहरू माया गरी कि कम्ती के छ हेमन्ती हेमन्त पानी के विदेश जान लागि आभार तल हामी यहाँ माथि आइपुगिसक्यौँ यस्तो बाटो यहाँ सारा फ्याट हिँड्नै नसकिने है हिँड्नै नसकिने कि कता के खै यत्रो ठुलो बाँसको झ्याङ्ग्री यहाँ त के र न अब हामी उता ड्याम जाने है हजुर कता त्यहाँ के हो त्यहाँ कस्तो हो पुल कहाँ यहाँबाट त्यसै गफान्नुभएको तपाईँको गर्लफ्रेन्डहरू छन् होला यहाँ हाँस्नु भयो कुखुरा उसकै बच्चाहरू रहेछ यहाँ यहाँबाट भित्र ए यहाँभित्र चाहिँ के छ अरे जाने भन्दै हुनुभयो यता जाने रे दिदी यहाँबाट भित्र के हो छ अरे नि त दिदी दिदीले हेरि कि हिँडे त यहाँ जाने रे यहाँभित्र के छ अरे नि त आऊ यता घुम्ने नयाँ ठाउँमा मनाङ जाने कुन बाटो हो यो यतैबाट ए मनाङ ठुलबेसी यता मनाङ यता लैजाउँ कति धेरै छ लडेको यहाँ हेलो सानो मान्छे हेलो यहाँबाट चाहिँ गाडी खोला छ अरे कि त्यही भएर यहाँ चाहिँ मेरो फर्स्ट टाइम नै हो पसल यहाँ यस्तो पो रहेछ त रिसोर्टहरू पनि रहेछ यहाँ चाहिँ यहाँ त हो लुगा नि सुकाउँदा छ नि यहाँ त घर नजिक भएर नि होला यहाँ त मेरो पहिलोचोटि हो यस्तो रहेछ भने त थाहा पनि थिएन मलाई भिडियो चाहिँ बनाउनुपर्छ यहाँ दौडेर अहिले भेटौँला है हामी यस्तो कपाल सपाल उडाएर भिडियो नि गऱ्यौँ एक दुईवटा फोटो पनि खिच्यौँ अब अलि माथि जान्छौँ मैले दिनलाई पुरो लाग्नु सक्दिनँ है सक्दिनँ यता म ल छाता मार्यो त एउटा भोगे म हेर्दै बस्छु तर आइज बसेर त छेचेकै भएर छैन लास्ट मोटी रहेछ ल आउनुहोस् अगाडिबाट देखाइदिनु ल हिँड्नु आयोमा यो त लास्टै मोटी रहेछ मलाई सकिनँ लास्टै रहेछ म यसले सकिनँ लास्टै हामी चाहिँ यता बोग्नलाई हेर आइतिर यो बिचरा यत्रि छ के बोग्ली हे भगवान् यिनीहरू त लास्टै दिनाजु र मेरो हस्बेन्ड चाहिँ उता गइसक्नु भयो हामी चाहिँ हिँड्दै जाने भनेको यहाँ यति रमाइलो हो यहाँ बोकेर
यति पाताली हेन बिचरा यत्रो मोटीलाई हामी यसपछि हामी ड्राइगन पनि खान जान्छौँ अब चाहिँ हामी ड्याम जाँदै हो फेरि अघिको भिडियो अगाडि नै हेरिसक्नु भयो तपाईँहरूले म त्यहाँ ड्याममा चाहिँ पहिल्यै गएर बसेको थिएँ नि त अहिले फेरि हामी यता आएर अनि फेरि जाँदैछौँ अब चाहिँ फेरि त्यहाँ गएर भेटौँला है त्यहीँ गएर बनाउँछु मैले भिडियो स्टे ट्युन गाइज हामी आइपुग्न लाग्यौँ यहाँ तदेखि यहाँ हो हिँड्दै यति खुट्टा दुख्यो कि मलाई यति खुट्टा दुखेको छ नङ छ नि त अनि त्यही भएर यस्तो दुखेको खुट्टा म अघि नै गएर आयो कि त्यहाँ पुगेर फर्केको हजुर ओके चिसो भयो है अहिले त्यहाँ त केही सुनिन्न कि बोलेको नि यति धेरै उस हुन्छ कि साउन्ड आउँछ कि त्यो पानीको यहाँ अहिले घाम लाग्यो भने यस्तो शीतल भयो कि यहीँ माथिसम्म जाडो त भएन शीतल भयो कि अगाडि आएर हेरेर नि सुन्दा दामी छ कि जाम तल कमाइको यहाँ चिसो भयो चिसो दामी छ यहाँ अब हामी एकछिन यहाँ भिडियो फोटो खिच्छौँ अनि अहिले भेटौँ ल तिनजना हामी फर्स्ट भनेर आउनै पाएन हजुर धुलो त लास्टै धुलो के अहिलेसम्म चाहिँ मौसम राम्रै छ हामी यहाँ आइपुगिसक्यौँ दिदीहरू आएकै छैनौँ हामी यहाँ कुरेको कुरै भयौँ दिदीहरूले हामी यहाँ नजानी भयौँ अब डाइरेक्ट उता जान्छौँ ड्राइगन फ्रुट खान या खाजा खाएर नि जान्छौँ हामी दिदीहरू आउँदैछन् लास्टै ढिलो गरेको तिनीहरू लास्टै ढिलो पछाडि राम्रो त राम्रो छ हामी चाहिँ नजानी यहाँ बल्ल आउनु हो यस्तो ढिलो के ढिलो लास्टै ढिलो हामी चाहिँ अब एकैचोटि उता जाने भयौँ खाजा खान नबस्ने भयौँ हामी चाहिँ त्यहाँ नबसिकन निस्क्यौँ घरमा त गाउनुहुन्छ त मेरो साथीहरूले सुनाइदिन्छ गीत गाएर एउटा हजुर अब हामी उतै गएर भेट्छु है तपाईँलाई खाजा खाने ठाउँमा
यो चाहिँ बिनाजुको साथीको होटल हो खुदी आउनु हो भयो अनि यता बस्नु होला हजुरहरू नि एकजना आउनुभयो अब दिदीहरू त यिनीहरू चाहिँ जहिले लास्ट जहिले ढिलो यहाँ चाहिँ दामी डेकोरेसन छ कि हजुरहरू खुदी आउनुभयो भने यहाँ बस्नु होला आउनु होला पस्नु होला यहाँ त दामी भ्यू भयो कि मर्सन्दीको साइडमा माथि चाहिँ झलुङ्गे पुल छ फुलहरू जस्तो छ कि यहाँको साथीहरू हामी यहाँ चाहिँ आइपुग्यौँ यति बाटो हिलो रहेछ खत्तम रहेछ बाटो चाहिँ तर यहाँ एउटा पनि नरहेछ खानी भनेर आएको सबै काँचो ब्याड लक झनै यति धेरै ड्रागन फ्रुट खाम्ला भनेर आएको हामीहरू मात्रै आयो कि दिदीहरू चाहिँ माथि नै छन् आएको भए फर्किनुपर्छ सबैजना फोन गरेर नआउने भन्ने हामीले बाटो पनि यस्तो डेन्जरस छ कि यहाँ त बाटो पनि डेन्जरसै छ पहिरो गएर त्यहाँ पारि त अघि नै हामी लास भयौँ भनिरहेको थिएँ मैले दिदीले सबै सकिसक्छ भन्थेँ झन् अगाडि आएको त के को हुनु एउटा पनि नरहेछ सबै काँचो फुल मात्रै एक्सपेक्टेसन भर्सेस रियालिटी भयो आज बेइज्जतै भयो हाम्रो चाहिँ मेन टार्गेट चाहिँ आज ड्रागन फार्म जाने आउने थियो कि हाम्रो चाहिँ उता खुदीहरू भन्दा नि बाटो नि डेन्जरै थियो त्यहाँ त यति ठुलो पहिरो गएछ कि हाँक रहेछ है यो बाटो नै अलिक नराम्रै रहेछ चाहिँ यहाँ चाहिँ अफ रोड यहाँ कुरेर बसेर केरा बारी रहेछ त पानी पर्न लाग्यो गाइस कस्तो लाग्यो ड्रागन फ्रुट बबाल यस्तो नि हुँदो रहेछ हो लाइफमा झन् यति खाम लानेर आएको त अहिले भेटौँला अब चाहिँ हामी फर्किन लागेको अब सबैजना फर्किने यहाँ पानी नि पऱ्यो बाई भन्ने अब बाई थ्याङ्क यू फर वाचिङ बाई